दबंग गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनदेखि नयाँ सरकार गठनसम्म धेरैका लागि अप्रत्याशित नाम। सेवाभावले समाजसँग जोडियो, समाज सेवाले राजनीतिमा। गोर्खादेखि गृह मन्त्रालयसम्म काममा डिभोटेड, एक्सन ओरिएन्टेड कर्मचारी र सुरक्षाकर्मीका आड। पुलिसलाई हेर्दाखेरि त्यो छुट्टै लेभलको रेस्पेक्ट आओस्। वी विल बी चेन्जिङ दिस। यसलाई पनि परिवर्तन गर्छौँ हामीले। भ्रष्ट र दमनकारीका त्रास सुधन गुरुङ अर्थात् बालेन सरकारका गृहमन्त्री। जेन्जी आन्दोलनका बेला माइतीघरदेखि नयाँ बानेश्वरसम्म पानी बाँडिरहेको एउटा युवा, छोटो कपाल, चिम्सो आँखा, सेतो टी सर्टमाथि रातो हाफ ज्याकेट। ज्याकेटमा लेखिएको थियो हामी नेपाल। त्यही युवक जम्मा 6 महिनाको अवधिमा सडकदेखि सदन हुँदै सिंहदरबारसम्म पुगेको छ र सबैलाई चकित पार्ने गरी काम गरिरहेको छ। हो, सबैलाई आश्चर्यमा पार्दै आशा जगाउने व्यक्ति हुन् सुधन गुरुङ अर्थात् रासोपा सरकारका गृहमन्त्री। फागुन 21 को चुनावमा रासोपाले झण्डै 2/3 मत ल्याएपछि धेरैको चासो थियो अब गृहमन्त्री को बन्छ। रासोपाले चुनाव अघि नै बालेन शाहलाई प्रधानमन्त्री बनाउने घोषणा गरेकाले पनि आम चासो गृहमन्त्रीमा थियो। जब रासोपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह अनि उपसभापति डीपी अर्याल र डाक्टर सोनिम वाग्ले मन्त्री छाने तर्खरमा लागे, गृहमन्त्रीमा धेरैजनाको नाम चर्चामा आयो। चर्चामा आएका नाममध्ये एक थिए सुधन गुरुङ। रासोपा नेतृत्वले उनी सुधन गुरुङलाई चैत्र 13 गते बिहान गृहमन्त्री बनाउने निर्णय गर्यो। दिउँसो सुधनले शपथ लिए। जब सुधन गृहमन्त्री नियुक्त भए, अन्य दलका मात्र होइन रासोपाकै केही सांसदहरू पनि अचम्ममा परे। जब सुधनले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले, पहिले अचम्म मान्नेहरूले नै आशा व्यक्त गर्न थाले र भन्न थाले देशलाई चाहिएको गृहमन्त्री त यस्तो पो हो। गृह मन्त्रालय सम्हालेको भोलिपल्ट बिहानै सुधनले आफ्नो फेसबुकमा लेखे, परमेश इज परमेश, कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ अब देशले नयाँ दिशा लिनेछ। उनको स्ट्याटस फेसबुकमा आउँदै गर्दा प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको थियो। अघिल्लो दिन गृहमन्त्री नियुक्त, भोलिपल्ट बिहानै जेन्जी आन्दोलनमा दमन गर्ने सरकारको नेतृत्व र गृहमन्त्री पक्राउ। सरकार यति छिट्टै एक्सनमा जाला भनेर स्वयं ओली र लेखकले पनि सोचेका थिएनन्। अरूले सोच्न पनि नभ्याउँदै सुधनले काम नै गरे। जेन्जी आन्दोलनमा भएको दमन तथा क्षतिको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँच बुझाएको प्रतिवेदन कार्यान्वयनको सुरुवात ओली र लेखकलाई पक्राउबाट सुरु गरिएको थियो। बालेन सरकार बनेकै दिन मन्त्री परिषदले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो। सुधन गुरुङले कार्यान्वयन थालिहाले। निर्णय गर्ने, कार्यान्वयन नगर्ने नेपालको रोग नै बनिसकेको थियो। यो रोगको निदान पनि बालेन र सुधनले गरिदिएका छन्। ओली र लेखकलाई पक्राउ गरेपछि त सुधन केही दिन साइलेन्ट बस्लान् भन्ने पनि थियो होला, तर उनी बसेनन्। निरन्तर एक्सनमा लागिरहे। मन्त्रालय जानु, ब्रिफिङ लिनु, अनुगमन गर्नु नियमित काम हुन्। पहिलेका मन्त्रीहरूले पनि गर्थे, तर ती काम बाहेक सुधन जनअपेक्षा पूरा गर्न लागिरहेका छन्। जेन्जी आन्दोलनका बेला ऊर्जा मन्त्री थिए काङ्ग्रेस नेता दीपक खड्का, देउबा दम्पतिका प्रिय पात्र। कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बर्खास्त गर्नेदेखि स्काउटको जग्गा हडप्ने उनी दीपक खड्का। चैत 15 गते आइतबार प्रहरीले उनी दीपक खड्कालाई पनि पक्राउ गर्यो। दीपक खड्का भ्रष्टाचारमा आलोचित थिए। त्यो आलोचनालाई बल पुर्याउँथ्यो भदौ 24 गते उनको बङ्गलाबाट उडेको नेपाली नोट र डलरले। अवैध रूपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिनका लागि सिआइबीले दीपक खड्कालाई पनि पक्राउ गरिहाल्यो। चैत्र 17 गते बिहान गृहमन्त्री सुधनले फेसबुकमा फेरि लेखे, गुड मर्निङ। उनको स्टेटस देख्न साथ लागेको थियो सरकारले आज कुनै विशेष अपरेसन गर्दैछ। केही बेरमै प्रहरीले काठमाडौँका पूर्व सिडिओ छवि रिजाललाई पक्राउ गरिहाल्यो। जेन्जी आन्दोलनका बेला प्रधानमन्त्री थिए केपी शर्मा ओली र गृहमन्त्री थिए रमेश लेखक अनि काठमाडौँका सिडिओ थिए रिजाल। कार्की आयोगले उनीहरूमाथि हेलचेक्राइ गरी काम कारबाही गरेकाले जेन्जी आन्दोलनकारीको ज्यान गएको उल्लेख गरेको छ। त्यही कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि सुरुमा ओली र लेखकलाई पक्राउ गरियो, पछि रिजाल समातिए। कार्की आयोगले दोषी किटान गरेकाहरूको सूची लामो छ। सरकारको गति हेर्दा लाग्छ यो एक्सन यतिमै रोकिनेवाला छैन। बितेको 35 वर्ष पालै पालो सत्ता चलाएका दल र तिनका नेताहरूले राज्यको दोहन गरे, राज्य शक्तिको सकेसम्म दुरुपयोग गरे, संविधान र कानुनलाई आफ्नो अनुकूल व्याख्या गरिरहे, आफ्नालाई बोक्न र अर्कालाई ठोक्न नीति लिइरहे, प्रहरी प्रशासनदेखि अदालतसम्म प्रभाव र हैकम जमाए, विरोधीलाई राजनीतिक प्रतिशोध साधेर मुद्दा चलाए, जेलमा कोचे। अति गरे क्षति हुन्छ। जेन्जी आन्दोलन त्यही अतिको प्रतिफल थियो।
नभई भावले उनीहरूलाई सत्ताबाट फाले। जनताले आम चुनावबाट राजसपालाई सत्तामा पुर्याए। राजसपा सरकारले सुरुबाटै आम जनताको आशा पूरा गर्ने र नयाँ पुस्ताको भविष्य सुरक्षित गर्ने गरी काम थालेको छ, संकेत देखिएको छ। जब गृहमन्त्री सुदन गुरुङ एक्सनमा उत्रे, कतिपयले त थ्रिलर सिनेमाको सिनको रूपमा व्याख्या गर्न थालेका छन्। कति बेला के हुन्छ मेसो पाउनै नसक्ने अवस्था आउन थालियो भनेर पनि टिप्पणी गरेका छन्। पछिल्ला 4 दिनमा सरकारले जे गरिरहेको छ, एमालेका केही कार्यकर्ताले बाहेक अधिकांश नागरिकले समर्थन जनाइरहेका छन्। स्याबास सरकार भनेका छन्। सुदन गुरुङ कसरी बने गृहमन्त्री? बालिन सरकारमा सुदन गुरुङ कसरी गृहमन्त्री बने भनेर कतिपयले अझै पनि चासो व्यक्त गरिरहेका छन्। गृहमन्त्रीमा सुदन गुरुङको नियुक्ति न अप्रत्याशित हो न अकस्मात। राजसपा नेतृत्वले भावनामा डुबेर सुदनलाई गृहमन्त्री बनाएको पक्कै होइन, उनको स्पिरिट देखेर नै गृहमन्त्री बनाइएको हो। एक्सन ओरिएन्टेड प्रधानमन्त्री बालिनसँग स्पिरिट मिल्ने देखेर सुदनलाई गृहमन्त्री बनाइएको थियो। नेपालको संविधान अनुसार मन्त्री बन्न सांसद हुनुपर्छ। उनी गोर्खा एकबाट निर्वाचित सांसद हुन्। सांसद चुनेपछि मन्त्रीका लागि योग्यता बन्यो। चुनाव लगत्तै सुदनले भनेका थिए गोर्खाली जनताले आफूलाई गृहमन्त्री बनेको देख्न चाहेका छन्। प्रधानमन्त्री र गृहमन्त्रीको कार्यशैली र भावना मिल्दा सरकारको पर्फर्मेन्स देखिन्छ, सरकारलाई परिणाममुखी बनाउन सकिन्छ। यसैमा रवि र बालनको कुरा मिल्यो र सुदन गृहमन्त्री बने। रवि र बालनले जुन सोचले सुदनलाई गृहमन्त्री बनाएका थिए, प्रारम्भिक चरणमै सुदनले सकारात्मक संकेत दिइसकेका छन्। गृह मन्त्रालय नसुधारेसम्म, प्रशासन संयन्त्र चुस्त नबनाएसम्म जनताले राहत पाउँदैनन् भन्थे सुदनले। राजसपा नेतृत्वले उनै सुदनलाई समग्र गृह प्रशासन सुधारको जिम्मा दिएको छ। 38 वर्षका सुदन गुरुङले जेन्जी आन्दोलन अघिसम्म राजनीतिमा खासै चासो दिँदैनथे। जेन्जी आन्दोलनकै क्रममा उनले दिएका अभिव्यक्तिहरूलाई हेर्ने हो भने पनि उनमा राजनीतिक चेत खासै देखिँदैन। उनका अभिव्यक्तिलाई लिएर मेम र ट्रोल पनि बनिरहे। 2072 सालको भूकम्पले सुदनलाई समाजसेवामा समर्पित गरिदियो। पहिले ठमेलमा क्लब सञ्चालन गरेर बसिरहेका सुदन भूकम्पपछि राहत र उद्धारमा सक्रिय भए। साथीहरूलाई जम्मा गरे। हामी नेपाल नामको सामाजिक संस्था पनि बनाए। विभिन्न संस्थाहरूबाट डोनेसन ल्याउँथे, समाजसेवामा खटिन्थे। बारबरा फाउन्डेसनबाट हामी नेपालले पाएको सहयोगलाई लिएर त कतिपयले जेन्जी आन्दोलन नै बारबरा फाउन्डेसनले गराएको हो भन्नेसम्म भ्याए। त्यो पनि उनले सुनिरहे। तर जेन्जी आन्दोलन सुदनका लागि टर्निङ पोइन्ट बन्यो। सुदनको जिन्दगी नै स्विच गरिदियो। जेन्जी आन्दोलन व्यवस्थापन गर्नै पर्ने थियो, त्यसमा सक्रिय भए। उनको भूमिकालाई लिएर सुदन गुरुङले जेन्जी आन्दोलनले हाइज्याक गर्यो भनेर आलोचना समेत गरे। तर सुदन आलोचनाको पछि लागेनन्। तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई सहयोग गरिरहे। सुशीला कार्कीले त उनलाई जेठो छोराकै नाम दिइन्। सुशीला कार्कीको गतिप्रति पनि उनी सन्तुष्ट थिएनन्। निवर्तमान गृहमन्त्री ओम प्रकाश अर्यालको कार्यशैलीबाट पनि सुदन खुसी थिएनन्। आक्रामक रूपमा प्रस्तुत हुन कार्की र अर्याललाई दबाब दिइरहन्थे। सरकारप्रति उनको गुनासो त थियो नै, आउँदै गरेको चुनावमा परिवर्तन चाहनेहरूको अवस्था कमजोर हुन्छ के भन्ने उत्तिकै चिन्ता पनि उनमा थियो। त्यसैले रवि र बालनलाई एक ठाउँमा ल्याउने पहलमा उनी पनि सामेल भए। यतिसम्म कि रवि र बालनबीच ललितपुरको एक घरमा वार्ता भइरहँदा सहमतिका लागि दबाब दिन उनले घरको गेटमा चाबी समाएर बसे। रवि र बालनबीच सहमति भयो। सुदनले कुलमान घिसिङलाई पनि रवि र बालनसँग मिलाउन चाहेका थिए। समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अघिल्लो दिन सुदन आफैले कुलमानलाई रवि र बालनसम्म पुर्याए। सहमति पनि भयो। पछि कुलमान आफै बाहिरिए। प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभन्दा 2 दिन अघि मात्रै सुदन औपचारिक रूपमा राजसपा प्रवेश गरेर राजनीतिमा समाहित भए। राजसपाबाटै गोर्खामा टिकट लिए अनि चुनाव लडे। बाहिर कठोर, भित्र दयालु। गोर्खा चुमनुर्बेका सुदन काठमाडौँमा जन्मिए, चितवनमा हुर्किए, चितवनमै पढे, फेरि काठमाडौँमा आए। काठमाडौँबाट समाजसेवाको यात्रा थाले। पहिले क्लबमा डीजे थिए। भूकम्पले समाजसेवामा तान्यो, उनमा दयाभाव जगायो। यति मात्र होइन, उनले अन्तर्वार्ताहरूमा भनेका छन् कि म निकै दयालु छु। 10 कक्षा पढिरहेका बेला हलो जोतिरहेका एक किसानले गोरुलाई पिटेको देखेपछि उनी कक्षाबाट बाहिरिएर गोरुलाई पिट्ने किसानलाई झपारेका थिए। जेन्जी आन्दोलनले त उनको मनमा दयाभाव र आक्रोशसँगै जन्मायो। घाइतेको उपचारमा सक्रिय भए। घुमाएर बोल्दैनन्, जे देख्यो त्यही भन्छन्। उनको बोली सुन्नेहरूले कति कठोर रहेछ भनेर पनि टिप्पणी गर्छन्। तर उनी कति दयालु छन् र समस्यालाई कति सजिलै बुझ्छन् भन्ने कुरा चैत्र 16 गते प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा पनि देखियो। प्रहरीका दुःख सुनाउँदा आइजिपी दानबहादुर कार्की भक्कानिए। त्यसले गृहमन्त्री सुदनको मन छोयो। तत्काल बसेको ठाउँबाट उठे, समर्थनमा ताली बजाए।